ए जान्न नि त्यो डालाको मकै ल्या त भोलि सुकाएर लान्छ पिन्नलाई घरमा को हुनुहुन्छ? नमस्कार। नमस्कार हजुर नमस्कार। बस्नु हजुर बस्नु। हामीले त तपाईहरुलाई चिन्न सकेनौं क्यारे कति कामले पाल्नुमा कुन्नी अब कोही माग्न आउने ढुङ्ग्रो लुकाउने कुरो आएन क्यारे है साइला बताइदेन आफ्नो परिचय। घरमा मलाई साइला भन्छन् घरमा मलाई साइला भन्छन् छोरो जमदार बाको तिम्री छोरी सानानीको हातमा नलाई आको हे मेरा हुने वाला सासु ससुरा तिम्री छोरी मन परेछ बुझ्देऊ यो कुरा यो भने यही लगनमै नान्थे हजुर तिम्रो इलम छैन होला तिम्रो इलम छैन होला के खुवाएर पाल्छौ 2-4 महिना राखेपछि आला पत्र पाल्छौ ए बाबु झिल्के साइला जाऊ खोरुका नाता कुकुर फुकाइदिउला रौला धुरुका हाम्री छोरी देखेर नहुरुका के तमासा हेरेर बसिन खुर्का भित्र जा ल ल हेर मोकै छोड्दै गरे डालको लिएर जान्छ है छुर्या डालले रिस हेर न बाबु के गर्छौ नि माछा देखे दुलात सर्प देखे पाहात को गर्ने हो कि कसो बुढा केही बोल न तिमी पनि के हेरेर वाल्न परेर हैन हैन सोझो छ यो भन्सारमै जागिर छ ए भन्देनु साइला ए सरकारी छ जागिर मेरो सरकारी छ जागिर मेरो सुनौली भन्सारको सुख दिन्छु सानानीलाई यो सारा संसारको हे मेरो हुने वाला सासु ससुरा तिम्री छोरी मन परेछ बुझ्देऊ यो कुरा दियौ भने यही लगनमै लान्थे हजुर भन्सारको जागिर भन्छौ भन्सारको जागिर भन्छौ घुस पनि खाछौ कि अख्तियारले समातेर जेल पनि गाछौ कि ए बाबु झिल्के साइला जाऊ खोरुका नाता कुकुर फुकाइदिउला रौला धुरुका हाम्री छोरी देखेर नहुरुका रोटी चिल्ला मिठा पुरा खसरा मिठा अब के को गल्फती पुरो छिनिहाल्नु न त हाम्री पनि मूलको पानी कुलकी छोरी तिमीहरुलाई नै दिनुपर्छ भन्ने के छ के कसो बुढा फुर्ती लाउँदो रहेछ ए 5-6 वर्ष भइसक्या छ 5-6 वर्ष भइसक्या छ पिरती बसेको सानानीको करैले हो तिम्रो घर बसेको हे मेरा हुने वाला सासु ससुरा तिम्री छोरी मन परेछ बुझ्देऊ यो कुरा दियौ भने यही लगनमै लान्थे हजुर ए सन्नानी बाहिर आउत ए सन्नानी बाहिर आउत साँचो हो त कुरा तिम्रो मनै पर्छ भने मैले के भन्छु र ए बाबु झिल्के साइला जाऊ खोरुका नाता कुकुर फुकाइदिन्छु रौला धुरुका हाम्री छोरी देखेर नहुरुका ए साच्ची मेरो दौरा सुरुवाल पक्का भयो हैन दौरा सुरुवाल मात्रै किन पोर पनि पक्राउन नि